एभ्रिवान आज चाहिँ म यहाँनिर फ्यान एसेम्बल गर्दैछु हैन। म चाहिँ आज यो बाल्ट्राको फ्यान यो बिएफ 134 वाला स्ट्यान्ड फ्यान हैन। अनि अर्को यो बिएफ 211 वाला यो सुपर फास्ट वाला दुईटा एसेम्बल गरेर देखाउँदैछु ल तपाईहरुलाई। फर्स्टमा म यसलाई काट्छु ल। यो राख्नु पर्ने कि बाहिर त्यही गएर रुगा लागिरहेको छ हैन। फर्स्टमा चाहिँ यसलाई यसरी निकाल्ने हैन। त्यसपछि यो निकालेर यसरी बजाउने, त्यसपछि निकाल्ने हैन। यो निकाल्ने यसलाई यता फालिदिने। यसलाई नै यहीँमाथि राखेर बनाउँछु ल। अलिक अल्गो ठाउँमा देखेको नि त। फर्स्टमा के गर्छु भने यो खोल्छु। यसको वारेन्टी कार्ड, यसको वारेन्टी 2 वर्षको छ अहिले चाहिँ। पहिला 1 वर्षको थियो, अहिले 2 वर्षको भइरहेछ भएर आएको छ। फर्स्टमा म लाउँछु यहाँनिर यो उल्टो खोल्नुपर्छ कि साथीहरु। मलाई कस्तो झुकिन्छु कि म सुलले खोल्दै रहेछु अहिले पनि। फर्स्टमा लाउँछु म यहाँनिर फर्स्टमा यो लाउँछु। सुरुमा यो लाउने। कतिपय साथीहरु लाउँछ होला, तर मैले यसरी लाउँदै भिडियो बनाउनु कसैले सिक्नु भएको छैन भने सिक्नुहुन्छ होला भनेर यसरी बनाउन लाग्यो कि। अब कोही बेला आउँदैन नि त सिक्न कसैलाई, त्यही भएर यसरी बनाएको मैले। कस्तो भिडियो नै यो लाएँ मैले सुरुमा हैन। त्यसपछि बिचमा यो लाउने। त्यसपछि साथीहरु के भने यो लाउने टाइम लाग्छ कि अलिक मिल्दैन। मिल्दै पनि कता कता पुग्छ अनि मलाई रिस उठ्छ। हेर न कता कता पुग्यो। अब फेरि नभएको फेरि यो त अप्ठ्यारो लाग्छ के। भयो बल्ल बल्ल यो कता निस्किने थाहा भएन मलाई। त्यसपछि यो बाल्ट्रा लेखेकोलाई यता लाउने। हाम्रोमा चाहिँ धेरै सामान चाहिँ बाल्ट्राकै छ है साथीहरु। अब यसलाई म कस्दिन्छु अनि यो भइहाल्छ। मेकानिक भयो म पनि, छोटो मेकानिक। यतिको त हुन्छ कि साथीहरु कस्दा पनि यतिको भयो हैन। अब यसलाई म के लाउँछु भने यो एकछिन यहाँ साइडमा राखिदिन्छु यसलाई। त्यसपछि यसलाई के गर्छु भने यहाँबाट फेरि गास्ता बनाइदिन्छु। यताबाट पनि गास्ता बनाएको। अब यो लगाइदिन्छु तलबाट। यो लगाइदिन्छु यहाँबाट। अनि यो लगाइदिन्छु यताबाट। चाहिँ यस्तो हुन्छ यसको बुक्स पछाडि चाहिँ
अब यो झर्दैन होइन अनि यो माथिबाट जोडिदिन्छु यसको पछाडि लुक चाहिँ मन परायो क्या मलाई यो बटनवाला चाहिँ हजुर हजुर 210 धुम प्लस एक बेला लाउनुपर्छ कस्तो निकालिरहेको अलिकति यति बनाइदिनु न हाइट धेरै म यहाँ फेरि भिडियोमा देख्दिनँ क्या भएन त कता गयो फाइनली एउटा एसेम्बल गरिसकेँ होइन यस्तो भयो यस्तो फाइनल यस्तो जोडिसकेँ एउटालाई अब अर्को पनि जोड्छु ल अर्को पनि जोड्नु बाँकी छ नि त 1 मिनट टाइम साथीहरू यो अर्कोको चाहिँ कलर ब्ल्याक परेको छ क्या ब्ल्याक भन्दा नि यस्तो खालको परेको छ यो ग्रे के ब्ल्याक ब्ल्याक जस्तै छ त्यो ग्रे जस्तो पनि छ फेरि यो ब्लेड चाहिँ पुरै ब्ल्याक रहेछ क्या यो चाहिँ अलिक कस्तो कस्तो कलर नमिले जस्तो त्यसलाई चाहिँ म गर्दै आउँछु म फाइनली दुइटै रेडी भयो होइन ब्ल्याक कलरको पनि अनि यो पनि रेडी भयो यसको हाइट अलिक सानो भइरहेछ म बढाइदिन्छु लुक्स चाहिँ यस्तो भइसकेको छ है मैले एसेम्बल गरिसकेपछि यसको यस्तो छ घोप्टिरहेको छ यो चाहिँ होइन अनि यो पनि यस्तो खालको छ एसेम्बल गरिसकेँ मैले यसलाई यता फर्काइदिन्छु ल म यस्तो खालको छ यो चाहिँ बाई बाई साथीहरू